फेरिमा फेरि निकान्छौ लैजाउ मेरो जोन बढीलाई। हेलो गुड मर्निङ। यो गीत त्यसले लास्ट ट्रेनिङ देखिरहेको थिएँ क्या मैले टिकटक। मैले भर्खरै नै हेरेको थिएँ टिकटक। अनि यसो गाउँदै गाउँदै हिन्दीमा भनेर गाउँदै गाउँदै हिँडिरहेको थिएँ। सो के छ सबैजनाको खबर? होपफुल्ली सो के छ सबैजनाको खबर? होपफुल्ली सबैजना ठिक हुनुहुन्छ होला, मेबी आई गेस सो। अनि ऱ्यान्डम ब्लग्स आज पनि यतिकै लाइक वकिङ अन स्ट्रिट। यसो सिटी सेन्टरतिर घुम्दैछु आज पनि। अनि रमाइलो छ आज। पानी पर्छ आज, पक्का पनि पानी पर्छ। अब चिसो धेरै नै बढ्यो है। अब यता अब चाहिँ लगभग हिँड्नु पर्छ। आज के को बारेमा भनौँ? लाइक आज नेपालबाट आउँदाखेरि चाहिँ के कस्तो एक्सपेक्टेसन्स लिएर आउनु भन्ने कुरामा भनौँ होइन। र के कुरा लिएर आउँदा चाहिँ मच बेटर हुन्छ भन्ने कुरा नि भनौँ होइन। चाहे त्यो युके होस्, चाहे त्यो जहाँ जुनै देश गए पनि के कुरा चाहिँ अलिकति फालफुल हुन्छ भन्ने कुरा चाहिँ म त भएर हुन्छ नि। एक्सपेक्टेसनको कुरा गर्नुपर्दा जेरो एक्सपेक्टेसन, शून्य, जेरो एक्सपेक्टेसन, नो एक्सपेक्टेसन। कुनै पनि एक्सपेक्टेसन लिएर नआउनु अन्टिल एन्ड अनलेस यु स्पेन्ड 3 to 4 months इन द्याट प्लेस होइन। 3 देखि 4 महिनासम्म त्यहाँनिर जबसम्म तपाईँ स्पेन्ड गर्नुहुन्न तबसम्म एक्सपेक्टेसन जेरो। किन वाइ होइन क्वेसन आउँछ नि त। किन भन्दाखेरि चाहिँ जुन हाम्रो नेप्लिज लाइफस्टाइल हुन्छ र यहाँको लाइफस्टाइल हुन्छ टोटली डिफ्रेन्ट क्या। यहाँ कुनै पनि टोटली नै डिफ्रेन्ट हुन्छ। कुनै पनि कुरा म्याचै गर्दैन। सो एक्सपेक्टेसन्स ल्याउँदैन ल्याउनु। अनि अर्को कुरा के कुरा हुन्छ भने खानपिन। यु गाइज मिस लट्स अफ फुड होइन। खानपिन तपाईँले चाहिँ लास्टै मिस गर्नुहुन्छ। घरबाट लिएर आउनुभएको सामानहरू छ जस्तै दाल, गेडागुडी यताउति छ भने द्याट्स फाइन होइन। त्यो तपाईँले यहीँ टेस्ट पाउनुहुन्छ। अनि यहाँको बेसारको टेस्ट अलिकति टेस्ट राम्रो हुँदैन। सकेसम्म बेसारहरू चाहिँ बोकेर आउनु। अनि त्यो लिएर आउन पाउँछ। साथमा कि हरेक ठाउँमा पनि हुन्छ, हरेक ठाउँमा होला त्यस्तो टेस्ट हुने चाहिँ होइन। अनि अहिले अबाउट मलाई चाहिँ अरू कन्ट्रीको थाहा छैन, अहिले पुगेको छैन। गर्ने हो, अरू देश पनि जाने हो, घुम्ने हो। तर बिस्तारै बिस्तारै समय आएपछि अनि अब नेक्स्ट एक्सपेक्टेसन्स जब जाने बित्तिकै काम पाउँछु भन्ने कुरा चाहिँ नसोच्नु। यु निड टु वर्क भेरी हार्ड होइन। त्यसमा चाहिँ धेरै नै मिहिनेत गर्नुपर्ने हुन्छ। जाने बित्तिकै काम पाउँछु, यहाँ त्यहाँ गर्छु, पैसा कमाउँछु भन्ने कुरा चाहिँ नसोच्नु। किनभने जुनै पनि देशमा गएपछि तपाईँले आफूलाई प्रुफ गर्ने हो। तपाईँलाई पस्केर कसैले ल्याएर दिँदैन। तपाईँसँग क्वालिटिज के छ? अब यही कुरामा जोइन गरेर म तपाईँलाई अर्को कुरा भन्छु है त। नेपालबाट लिएर आउँदाखेरि के लिएर आउने? म भन्छु मान्छेहरू टन्न पैसा लिएर आउँछु, 2-3 महिनालाई सस्टेन हुने यदि पैसा लिएर आउँछु, त्यो होइन। आजसम्म कसैले केही पनि भनेका छैनन् क्या यो कुराहरू छ युट्युबमा पनि। पैसा भनेको पैसाले मान्छे होला 2-3 महिना कम्फर्टेबली मान्छे बाँच्न सक्छ। तर के हुन्छ भने जबसम्म त्यो कम्फर्टेबिलिटी हुन्छ नि तबसम्म मान्छे वर्कै गर्दैन। ऊ वर्क गर्न जाँदैन। पैसा छ खोज्छु, बिस्तारै बिस्तारै हुन्छ। सो द्याट वन्ट वर्क होइन। सो म के सजेस्ट गर्छु भनेदेखि चाहिँ मैले गर्ने सजेसन भनेको पैसा भन्ने कुरा ल्याउनु पर्छ, तर ठिक्क समयको लागि पुग्ने गरी पैसा लिएर आउने। अनि मेन गरी ल्याउनु पर्ने कुरा के हो मेरो लागि भनेदेखि स्किल। तपाईँले स्किल के कति पो ल्याउनु भएको छ भन्ने कुरामा डिपेन्ड हुन्छ। यदि तपाईँ स्किल ल्याउनु भएको छैन, पैसा मात्रै लिएर आउनु भएको छ, हातमा केही सिप छैन भनेदेखि चाहिँ तपाईँले सफर गर्नुहुन्छ, सफर भोग्नै पर्ने हुन्छ। चाहे तपाईँ जुनै पनि देशमा जानुहोस् तपाईँले भोग्नुपर्ने हुन्छ। स्किल मेन गरी बोकेर लिएर आउनुहोस्। एउटा स्किल समात्नुहोस् होइन। त्यसलाई अलिक मजाले हुन्छ नि हातमा अलिकति यो गरेर देखा भन्ने बित्तिकै टक्क गरेर इम्प्रेस बन्ने गरी चाहिँ लिएर आउनु। त्यसले चाहिँ धेरै हेल्पफुल गर्छ है। जे चाहे त्यो जे नै स्किल होस् क्या। त्यो सानो स्कुल ठुलो स्कुल भन्नु हुँदैन। ठुलो स्किल त तपाईँलाई यहाँनिर बाहिरबाट आउने मान्छेहरूलाई एकदम हाइली प्रोफेसनल छ अथवा उसले पहिलेदेखि नै त्यो लेभलमा त्यो इन्डस्ट्रीमा काम गरेको छ, हाई लेभल इन्डस्ट्रीमा काम गरेको छ भने पाउने हो होइन।
नत्र नर्मलै पाउने होइन, नर्मल स्किल्सहरूमै काम पाउने हो। जस्तै कुकरी भयो होइन, त्यसपछि तपाईँको अर्को केमा हुन्छ भने बेकरी भयो। बेकरी सप्सहरू यहाँ टन्नै हुन्छ। विदेशतिर बेकरी धेरै जसो चल्ने भनेको धेरै जसो हुने भनेको नि फास्ट फुड हुन्छ क्या विदेशमा। त्यो कसैसम्म समय हुँदैन कुरेर बसेर आधी घन्टा 1 घन्टा बसेर खाउँ भन्ने कुरा भनेको त्यो चाहिँ लग्जरी। मान्छेहरू अलिकति बुढापाका मान्छेहरू अब टाइम ओल्ड एजका रिटायरहरू हुने यिनीहरू भयो भनेदेखि चाहिँ हो ठिक छ, टाइम दिएर खाउँ परिवारसँग बसेर भनेर उ गर्ने हुन् होइन। अनि अर्को कुरा कस्तो भनेदेखि तपाईँको विकेन्डहरूमा मात्रै टाइम दिएर खान्छ, नत्र भने यिनीहरूले बाटोमा जे भेटिन्छ त्यो च्यापच्याप समात्नै खाने हिँड्ने काममा जाने भन्ने यस्तो हुँदो रहेछ। अनि बेकरी आइटमहरू धेरै बिक्छ। अनि हेयर ड्रेसिङ भयो, सबले हेयर ड्रेसिङ भन्छ होइन। मलाई पनि पहिला लाग्थ्यो सबले हेयर ड्रेसिङ भन्छ होइन, त्यसो त सबले सिकेर जानुपर्ने, सबले काम पाउनुपर्ने भन्दा जस्तो। एक्चुअली यहाँनिर हेयर ड्रेसिङको काम रहेछ क्या, टन्नै छ क्या। म आफूलाई पनि बोलाएको थियो क्या, म आफूलाई पनि हेयर ड्रेसिङमा गर्न आइज भनेर मलाई बोलाएको थियो। किनभने मैले 1-2 स्याम्पल पठाएको थिएँ नेपालमा काटेको, उसले बोलाएको थियो, मैले ट्रायल दिन जानै भ्याइनँ क्या। त्यो भएर क्या अहिले पनि स्टिल सुल्तान कट्स भन्ने छ, अहिले पनि स्टिल दाइ ब्रदर के अरे म आउँछु भन्यो भनेदेखि उसले आइज त भनेर भन्छ क्या, त्यस्तो छ क्या। अनि त्यही भएर चाहिँ स्किल चाहिँ हुनुपर्छ। स्किल भयो भने चाहिँ भोको चाहिँ मर्नु पर्दैन भन्थे बुढापाकाले होइन, सिप भयो भने भोको मर्नु पर्दैन भन्थे, हो रहेछ। अनि मसँग भएको स्किलसँग रिलेटेड काम अहिले मैले नगरे पनि तर त्यो स्किल मैले चाहिँ फेरि के छ भन्दा मैले त्यो आफ्नो हातबाट जान दिएको छैन। म स्टिल घरतिर यताउति पनि होइन केटाहरूको कार्ड दिइरहेको छु, सबले नेपाली केटाहरू बोलाउँदै कार्ड दिँदै ल आइज भनिदिन्छु, कार्ड दिन्छु होइन, त्यतिको चाहिँ छु होइन। अनि स्किल लिएर आउनु, मेन गरी ल्याउनु भने पैसा ठिक्क लिएर आउने। अनि पैसा ठिक्क किन लिएर आउने भनेर मैले भनेको भनेदेखि जब तपाईँलाई थाहा छ कि पैसा ठिक्क छ, मैले काम गर्नुपर्छ, जसरी खोज्नुपर्छ भनेर लाग्छ नि, जब त्यति बेला तपाईँको आगो बल्न थाल्छ क्या, तपाईँलाई भित्रभित्र आगो बल्न थाल्छ कि तपाईँ अल्छी हुनुहुन्छ भने पनि तपाईँलाई कुदाउँछ क्या, त्यसले त्यो फिलिङले तपाईँलाई कुदाउँछ, बाहिर निकाल्छ क्या, तपाईँलाई कम्फोर्ट जोनबाट तपाईँलाई बाहिर निकाल्छ, तपाईँलाई काम खोज्न जान बाध्य बनाउँछ क्या। तब पाइने हो नि त काम। पैसा छ भन्यो, आज पानी परेर हिँड्दिनँ म, भोलि जान्छु भन्यो, त्यो भयो भने एक्सक्युज मात्रै हुन्छ क्या। सो अनि स्किल लिएर आउनु, त्यही नै भन्छु म चाहिँ। अब अरू कुरा गर्नुपर्दा चाहिँ तपाईँको के भन्छु भनेदेखि एउटा स्किल भयो। अनि अब सामान के ल्याउने त, सामान चाहिँ जस्तै अब विदेशतिर जाँदैछु भनेदेखि चाहिँ के ल्याउने, म चाहिँ भन्छु नछुटाउनु पऱ्यो। नर्मल कुराहरू सबैले लिएर आउँछ क्या, त्यो धेरै बयान बखान गर्नै पर्दैन। मतलब लत्ता कपडा आफूलाई के चाहिन्छ कसो चाहिन्छ सबै लिएर आउने कुरा हो। एउटा इन्टरनेसनल एडाप्टर चाहिँ 2टा बोकेर आउनु, किनभने अलिक महँगो पर्दो रहेछ यता होइन। म आफूले नै हेरेको थिएँ, अलिक महँगो पर्दो रहेछ। मैले हेर्दाखेरि कति 14 पाउन्ड थियो, 14 पाउन्ड भन्दा कति हो क्या, त्योभन्दा अलिकति इन्टरनेसनल एडाप्टर बोकेर आउनुहोस्। अनि देश अनुसारको जस्तै अब देश अनुसार म यहाँनिर बस्ने ठाउँमा पानी धेरै पर्छ, रेनकोटहरू बोक्नु पऱ्यो, यो कुराहरू चाहिँ छुट्नु नहुने कुराहरू हो क्या। अनि टोइलेटरी आइटम्सहरू चाहिँ अलिकति टक्क म्यानेज गरेर लिएर आउनु। मलाई लागेको है त्यो हाम्रो नेपालमा त भाँडा धुने हाम्रो नेपालमा त्यो लुगा धुने साबुन हुन्छ नि, त्यो चाहिँ लिएर आउनु यार। 5-6वटा किन लिएर आउनु भन्दाखेरि तपाईँको आफ्नो लुगा धुनलाई होइन कि, त्यो त तपाईँले वासिङ मेसिनमा हाल्नुहुन्छ, त्यो त धुन्छ। तर तपाईँले लगाएर त्यो जुन काममा जानु हुँदाखेरि लगाउनुहुन्छ नि त्यो मोजाहरू यताउति होइन, आज लाउनुहुन्छ तपाईँ, त्यो जसले जति जे भने पनि जति नाटक गरे पनि उसले दिनकै धुन भ्याउँदैन क्या। त्यो मोजा विदेशमा दिनकै धुन भ्याउँदैन, 2 दिनमा 3 दिनमा धुने हो है। वास्तविकता यही नै हो, 3 दिनमा धुने हो। 3 दिनमा धुने हुँदाखेरि तपाईँको दिनभरि लगाएर बसेको मोजाको त्यो मुनिको दाग नै जाँदैन क्या। आज पनि मेसिनमा हाल्यो, भोलि पनि मेसिनमा झन् कालो हुँदै जान्छ क्या, दाग जाँदैन। अनि त्यो हुँदा चाहिँ त्यो साबुन चाहिँ चाहिने रहेछ क्या। मैले चाहिँ लिएर आएन, मैले चाहिँ साथीसँग आएको थिएँ। अनि त्यसले चाहिँ हाम्रो फेरि नेपाली कपडालाई नेपाली साबुन चाहिन्छ भने जस्तो लाग्यो मलाई त्यो दिन चाहिँ। त्यो लगाएको सर्ख गयो, त्यो लिएर आउनु। अनि बाँकी चाहिँ आफ्नो हिसाबले लिएर आउनु, जे लिएर आउनु मन छ लिएर आउनु, खानेकुराहरू यताउति होइन, सब आफ्नै चोइसले लिएर आउनु। यस्तै छ। अनि सेकेन्ड कुरा भन्नुपर्दा आउँदाखेरि
के गर्ने एयरपोर्ट्समा भन्ने कुरा, एयरपोर्ट्समा चाहिँ त्यस्तो केही पनि डराउनु पर्दैन। एयरपोर्ट्समा चिल हो, केही नि गर्नु, केही डराउनु पर्दैन। अब कुन चाहिँ कन्ट्री जानु लाग्छ त्यसको इमिग्रेसन क्वेसन चाहिँ अलिकति आफूले इङ्ग्लिस बोल्नु चाहिँ सक्नुपर्ने भयो होइन, त्यति हो। अनि बाँकी कुरा भनेको चाहिँ मोस्टली के हुन्छ भनेदेखि हामी नेपाली हो यस अरू मान्छे नयाँ देशमा जानुभन्दा अगाडि चाहिँ एयरपोर्टमा चाहिँ प्यानिक हुन्छ क्या। प्यानिक कस्तो भनेदेखि त्यहाँ चाहिँ भित्र सबै सामानहरू राख्न लगाउँछ होइन, सबै निकालेर राख्न लगाउँछ ट्रे यताउतितिर होइन। त्यो हुँदा चाहिँ कतिपय केसमा मान्छेहरूले आफ्नो सामान भुलिरहेको हुन्छ कि एउटा दुइटा एयरपोर्टमा भुलिरहेको हुन्छ। त्यो नगर्नु, टेक यो टाइम होइन, समय लिएर मेरो कुन कुन सामान थियो राखेको टक्क हेरेर टक्क प्याक गर्नु क्या। मेरो कति दुईजना साथीहरू एउटाले घडी छुट्याएको छ, एउटाले ल्यापटप छुट्याएको थियो क्या। त्यो प्यानिक भएर क्या पछाडि पनि मान्छे लाइनमा हुन्छन् अनि हतार गर्न खोजिन्छ होइन। बाल्य भनेर लाइनमा बस्ने मान्छे बस्न दिने हो, आफ्नो तरिकाले आफ्नो टाइम लिएर काम गर्ने हो नि त, त्यो गर्नु होइन। त्यो एउटा कुरा ध्यान राख्नु। अनि त्यही हो, अब आजको भ्लग चाहिँ यस्तै ऱ्यान्डम भ्लग हो। अनि चाहे जो पनि जहाँ जाँदै हुनुहुन्छ अथवा जाने कोसिस गर्दै हुनुहुन्छ पर्खिनु र यहाँ मेरो बाटो क्रसिङ आयो क्या। त्यो उहाँहरू चाहिँ होइन अब नेपाल बसेर के गर्न सक्नुहुन्छ सक्नुहुन्छ भन्ने सोच्छ भनेदेखि चाहिँ नआउनुहोस् होइन। यदि होइन ठिक छ, अब मलाई पनि त्यस्तै लागेको नेपालमा केही नहुने रहेछ, हुन नसक्ने रहेछ भन्ने जस्तो लागेर आएको। तपाईँलाई त्यस्तो लाग्छ भनेदेखि चाहिँ एक्चुअली विदेश चाहिँ आउनु। एक्चुअली विदेश किन आउनु भन्दाखेरि जसले परिवारसँग बसेर कमाएको पैसा अथवा परिवारसँग बसेर चलेको जीवन र एक्लो आफ्नो इन्डिभिजुअली जिउनुको जीवन धेरै फरक पर्छ। तपाईँले एउटा के महसुस गर्नुपर्छ भने तपाईँलाई धेरै कुरा महसुस हुन्छ क्या। तपाईँलाई पीडा तपाईँलाई आफूलाई महसुस हुन्छ। तपाईँले गर्नुपर्ने कुराहरू के बाँकी छ, रिमेनिङ थिङ्सहरू सबै त्यो तपाईँको हुन्छ नि। तपाईँ आफैले सोच्नुपर्ने हुन्छ क्या। तपाईँले आफ्नो घर आफैले चलाउनु पर्ने हुन्छ क्या। के सामान सक्यो कि के लिएर आउनुपर्छ कि तपाईँको सपिङदेखिको लिएर तपाईँको लुगा धुनीदेखि लिएर तपाईँ काममा जानेकोदेखि तपाईँ युनिभर्सिटी अथवा हरेक ठाउँमा जानेदेखिको लिएर सबै कुरा तपाईँ आफैले महसुस गर्नुहुन्छ। टाइम म्यानेजमेन्टको एउटा भ्यालु सिक्नुहुन्छ कि तपाईँले टाइम म्यानेजमेन्ट कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ लेसन राम्रोसँग सिक्नुहुन्छ क्या। एउटा परिवारबाट छुट्टै टाढो ठाउँमा बसेर जीवनयापन गरेको छुट्टै एउटा महसुस चाहिँ तपाईँले अनुभव महसुस गर्नुहुन्छ क्या। त्यो हुन्छ। अनि त्यस्तो हुँदै गर्दा तपाईँलाई बिल्डअप पनि गर्छ क्या। त्यसले त्यो कुराले तपाईँलाई त्यो कुरा नराम्रो होइन क्या, हिम्मतलाई चाहिँ बिल्डअप गरेर हुन्छ क्या। धेरै हिम्मत बढाउँछ क्या त्यसले चाहिँ। तपाईँ कमजोर हुनुहुन्थ्यो भनेदेखि बिस्तारै आज त्यसले हिट गर्दा भोलि त्यसले हिट गर्दा होइन त्यसले डह्रो बनाउँछ क्या, मान्छेलाई चाहिँ डह्रो बनाउँछ क्या त्यसले। अब मेरो पनि अब हेर्नु, अब अहिले बेलुकाको कति 4-5 बज्यो, म काममा जाँदैछु। अब काममा जान 2 घन्टा लाग्छ, 7-7:30 हुन्छ। 7:30 बजेदेखि यहाँ चाहिँ काम छ। अनि बेलुका राति फर्किने बेला 11 बज्छ होइन। 11 बजेपछि अब 11 बजे फर्किँदाखेरि यताउति गर्दाखेरि 12 बज्छ। खानेसाना अब केटाहरू भेला भएर बसेका हुन्छन् मुनि कुरेर बस्छ। फेरि अरू बाङ्ला मुङ्ग्लिसतिर मेरो त्यो एकजना दोस्त जीवन भन्ने ऊ चाहिँ कुरेर बस्छ। अनि भोलि बिहान युनिभर्सिटी हिँड्नुपर्ने छ क्या मेरो, बिहान 8 बजे क्या। अब तपाईँ नै सोच्नु न, 1 बजे 2 बजे सुतेर 8 बजे उठेर थाकेको जिउ युनिभर्सिटी कुदाउनु पर्ने हुन्छ क्या। सो बाटो क्रसिङ आयो होइन, त्यही भएर चाहिँ मैले अचानक भिडियो अफ गर्नुपर्ने भयो। त्यही फेरि यहाँ अलिक ठुलै खालको बाटो क्रसिङ छ क्या। अनि यताउति भयो भनेदेखि त्यही फेरि यहाँ त ल्याङ हुन्छ क्या। अनि अब हामी त इन्टरनेसनल स्टुडेन्ट, अलिक गाह्रो पर्छ क्या। रुल फलो गरेन भनेदेखि बाटोमा ठुक्यो भनेदेखि होइन। अनि यता त्यस्तो भयो भने च्याप समात्छ, फाइन हानिहाल्छ 100 पाउन्ड त्यसरी हान्छ क्या। अनि त्यो हुनुको अलिकति समस्या हुन्छ नि त। अनि ल आजलाई अब यति नै भन्दा नि अब भन्ने कुराहरू त धेरै छन्, तर भिडियो लामो मात्रै हुन्छ होइन। बिस्तारै अरू भ्लगमा नै भन्दै गरौँला होइन। म चाहिँ के भन्छ भने एक्चुअली विदेश आउनु पनि पर्छ, तर नेपाल पनि छोड्नु हुँदैन है। मैले भनेको कुरा चाहिँ त्यही हो। मैले भन्ने कुरा चाहिँ त्यही हो। अब इन द सेन्स अब कसरी लिनु भनेदेखि
आउनुहोस्, एक्सपिरियन्स गर्नुहोस्, 3-4 वर्ष 5-6 वर्ष कति वर्ष हुन्छ होइन, मेहनत गर्नुहोस् अथवा उ गर्नु, तर एट द एन्ड चाहिँ नेपाल नै फर्किनुहोस् भन्छु म चाहिँ। मेरो सजेसन त्यही नै हो। अब यहाँको लाइफस्टाइलमा सधैँ हुन्छ नि, यहाँको लाइफस्टाइलमा सधैँ यहाँ जीवनयापन गर्न चाहिँ मलाई चाहिँ ठिक लाग्दैन है, मलाई चाहिँ ठिक लाग्दैन। अब हुन त पछि 1-2 वर्ष भइसकेपछि यस्तै रहेछ भनेर यहीँ घुलमिल हुन नै सकिन्छ, मेबी म पनि त्यो हुन सक्छु होइन, तर म चाहिँ त्यही भन्छु। सो एभ्रिवान, सबैलाई शुभ दिन होस्, राम्रोसँग बस्नु होला, अनि लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर नबिर्सिनु होला। फ्यामिली मेम्बरसँग नयाँ नयाँ विदेश जान्छु भन्ने मान्छेहरूलाई यसो सेयर गरिदिनु होला, सपोर्ट गर्नु हो। अब नेपालीलाई सपोर्ट गर्ने, यहाँ पुगेर हेरेर हाम्रो भिडियो हेरेर के सपोर्ट गर्छ र होइन। सो किप फलोइङ, किप सब्सक्राइबिङ एन्ड प्लिज लाइक भिडियो एन्ड कमेन्ट अन इट है। के कस्तो सुधार गर्नुपर्ने छ कमेन्टहरू पनि मजाले गरिदिनु। ओके, थ्याङ्क यू भेरी मच वन्स अगेन, बाई बाई, सी यू इन नेक्स्ट ब्लग।